म आज जाँदैछु चितवन। मेरो पसल कञ्चगाउँ भाङ्गो संसारबाट म जाँदैछु चितवनको लागि। चितवनमा हुने मेरो सम्पूर्ण ग्राहकलाई धेरै धेरै धन्यवाद। म आफै जाँदाखेरि डेलिभरी चार्ज नगर्छु भनेर सामानहरू लिएर गइदिरहेकै हुन्छु। गाजाको झोलामा गाजाकै सामान। म निस्केँ चितवनको लागि। स्टार्ट गर्छु मेरो बसन्तीलाई र मेरो निस्कन्छु मेरो पसल कञ्चगाउँ भाङ्गो संसारबाट नव भाङ्गो संसारको लागि। बाटो पूर्व पश्चिम राजमार्ग अथवा महेन्द्र राजमार्ग बाटो सिलिली छ। बाटोले नै गर्दा सरल सस्तो र सहज भएको छ। यति भन्दै गर्दा म छिट्टै नै भरतपुर पुगि नै हाल्छु। चितवन पुगिसकेँ म र एकछिनमा म नोभा भाङ्गो संसार सौराचोक चितवनमा पनि पुगि नै हाल्छु। हस्, म पुगि नै हालेँ नोभा संसार सौराचोक चितवनमा। आज शनिबार पसल बन्दको कारण बन्द भए पनि विकास सरले चाहिँ मेरै लागि प्रतीक्षा गरेर बसिराख्नु भएको छ र विकाससँग सामान्य सल्लाह गरेर केही सामान लिएर म लगत्तै निस्किनै हाल्छु। तपाईँहरूलाई पनि चितवनमा गाजा भागो र अल्लोको जेनुन सामानहरू चाहियो भने नोभा भागो संसार चितवनलाई सम्झनु होला। त्यस्तै काउसतीको लागि तपाईँहरूलाई चाहियो भने गाजा अल्लो भाँडा बनेका सामानहरू चाहियो भने तेल साबुन स्याम्पू झोला चप्पल जुत्ता सिङ्गो सम्पूर्ण सामानहरू चाहियो भने कञ्चगाउँ भागो संसार काउसतीलाई सम्झनु होला।